आज चाहिँ बुढीले के बनाएको अरे थुक्पा आटाको नुडल्स आटाको नुडल्स आगोमा पकाएर चुला चाहिँ तर अलिक गन्दा भएछ यस्तै हुने आज के गर्ने पानी बोइल हुँदैछ बुढीले अब रोटी पोल्दैछ रोटी पोलेर चाहिँ उसिन्नु पर्ने अरूले तेलमा फ्राई गर्छ हामी पानीमा बुढीको नयाँ रेसिपी हेरौँ आज के बनिँदो रहेछ त्यो फर्स्टमै पनिरले च्यात्यो पनिरले च्यात्यो अभागी पनि साह्रो फाडे कटु हुँदैन पानीमा त पानीमा बोइल सुरु भयो यसको नाम चाहिँ के हो थुक्पा आटाको थुक्पा आटाको नुडल्स सुरु भयो तेलमा फ्राई हुँदैन रहेछ यो चाहिँ पानीमा बोइल गरेर झ्याप्पै झ्याप्पै हाल्नुपर्छ झ्याप्पै स्ट्यान्ड बनाएको स्ट्यान्डमा टक्क राखेर छोड्दैन स्ट्यान्ड फोनको गाजर कटिङ कम्ती हाल्नु है यति हालिदिन्छु ल किन एकजनालाई कति पर्यो अलिक मसिनो काट्नु किन अब मिलाउनु त एउटा तेल तातिँदैछ छुरी बुत्ते होइन नि यस्तै हुन्छ नि अघि काट्नुपर्छ नि ल
छुरी भुत्ते परेछ एउटा कुकुर ओ सिम्बा बाहिर बाहिर जा बाहिर 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 किन लाज हुन्छ म त लोकल हेरेर आएँ खिल्ली उडाउँछ लोकल हेरेर खिल्ली उडाउँछ भनेर त कटिङै दामी भन् खतरा अलिक खाँदैन यसो हुने अब आँटा त यही भाइरल हुन्छ होला यो भिडियो किन कटिङ कटिङ देखेर देखेर कटिङ देखेर अघि काटिहाल्नु पर्ने हो नि त अघि झन् तातो गिलो हुन्छ झन् कहाँ काटिन्छ सिया बाहिर जा बाहिर 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 त्यो अहिले गाजर हालेको खतरा छोरी चाहिँ के हो यो उठ्नु साथ ओ कहिले छोरी थुक पान जाँदैन आज हाम्रो छोरी चाहिँ यस्तो चाहिँ अल्छै 7 बजीसम्म पनि सुतिरहन्छ हाम्रो काली छोरी फोन हेर्छ यसरी डुकु 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 गर्दै चटाकेटी ए हाम्रो छोरी चाहिँ यस्तो चाहिँ अल्छी नि हाम्रो डगी ओ डगु हाई डगी हो आना यो खाना चाहिँ रेडी भयो हेर्नु चाहिँ यस्तो छ हेरौँ मिठो छ हेर्नु त मिठो छैन त तामा हो देख्छ त भाइ तामा जस्तो देख्दैछ आमालाई त मिठो लाग्यो हामीलाई हेरौँ हाम्रो ए के खाना आयो बहिनी के खाने हौ के रहेछ हौ ओइ बाहिर जा बाहिर ओइ बाहिर जा बाहिर जा बाहिर जा म त खान्छु ए यार अरे हिजो पनि त 2टा पुरी खाएको ओ पुरी बनाएर पुरी भन्न आमा मलाई पुरी बनाइदिनु भन नि त यसो खोज्नु जोडले खोज न बाहिर जा ए मिठो भन चाहिँ बहिनीलाई बनाउने मान्छेलाई कस्तो लाग्यो मिठो लाग्यो नि अब मिठो नलाग्ने चाहिँ यहाँ चाहिँ हाम्रो
मिठो लागेन है मेरो बसेर चाहिँ ओइ ओइ नानी गर्दैन मिठो भएन फिटनेस नहुने मान्छेले खाँदैछ है अस्ति ल्याएको छैन त्यो सबै बच्चाहरू पठाइदियो भने हो सिम्बा मिठो भएको यसलाई पुरी बनाइदियो है मन परेन सब नखाएन नि बिचराले पुरी बनाइदियो है यस्तो चाहिँ सब खानुहुन्छ बेलुका बित्तिकै तातो पानीमा हाल्यो सार्दै त्यहाँबाट चाहिँ चालेको खरामा इङ्ग्लिस समयमा त्यहाँ चाहिँ सक्छ उसले त्यसरी खान्छ नि कसले खरामा खरामा सिम्पल हाम्रो टेन्डे खालि पुरी खालि गिलो रोटी भन्छ यो खालि पुरी भन्नु थाल्यो कति दिन त्यहाँ फेरि बढ कहिलेको छोरा केही खाँदैन नि खालि गिलो रोटी स्कुलमा पनि गिलो रोटी घरमा पनि गिलो रोटी